ल है आजबाट चाहिँ हाम्रो घरको रोपाइ सकियो भन्नुपर्छ। हेलो नमस्ते सबैजनालाई। सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु है। अनि के छ, रोपाइ सुरु गर्नुभयो कि गर्नु भएन कि सकिसक्नुभयो रोपेर पनि? हाम्रो चाहिँ घरको रोपाइ अब सकियो, आज लास्ट हो। त्यही भएर यो चाहिँ मेरो अङ्कलले चाहिँ आज ब्याडे गोरुले जोत्दै हुनुहुन्छ। अनि ब्याडे गोरु जोतिसकेपछि आजबाट पनि रोपाइ सक्यो भन्नुपर्छ। उहाँ चाहिँ मेरो श्रीमानज्यू आजै आउनुभएको, आउँदै लास्ट रोपाइमा पर्नुभयो। अनि फेरि मैले सकेको खुसियालीमा सक्लौरो बनाउन लगाइदिएँ। कुक हो नि त, यति त गर्नै पर्यो घर आएर पनि है। अनि यहाँ चाहिँ बनाउँदै हुनुहुन्छ। अब उहाँले सक्लौरो बनाउँदै हुनुहुन्छ, हामी चाहिँ ब्याडतिर लागौँ है त। ब्याड जोतेर त सक्यो, अब रोपाइ गर्नु पर्यो त्यसलाई। अनि यो चाहिँ हामीले पूजा गर्छौँ लास्ट गरौँमा, भकारी बाँधेको भन्छौँ। हजुरकोतिर गर्नुहुन्छ कि नै त्यो त थाहा छैन, हामीले चाहिँ गर्छौँ। अनि हाम्रो रोपाइलाई सकाउँछौँ यसरी। अनि यता फेरि सकेको खुसीमा मेरो सासू मम्मी फेरि बुढी सासू हुनुहुन्छ नि त, मम्मीको सासू हजुरआमालाई फेरि सकेको खुसीमा यहाँ फेरि टिका लगाइदिने कार्यक्रम हुँदैछ। ल है हेर्नुहोस् है, हजुरआमा फेरि मान्नुहुन्न, पछि फेरि के गर्नु, सबैजनाले लगाउनु पर्छ भनिसकेपछि बाध्यताले लगाउनुहुन्छ। अब यसरी रमाइलो गर्दैछौँ हामी चाहिँ सकिएको खुसियालीमा। अनि हजुरआमालाई फेरि हामीले जिस्काउँछौँ, निधारमै लगाइदिन्छौँ। अनि मैले हजुरआमा यता हेर्नु त भन्छु। अनि उहाँ चाहिँ मेरो फुपू दिदी हुनुहुन्छ। अनि यता पनि सुरु भयो हाम्रो कार्यक्रम। अनि उहाँ चाहिँ हुनुहुन्छ भिनाजु है, मम्मीले उहाँलाई पनि टिका लगाइदिएर धान टाँसिदिनु भयो। हाम्रो खेतमा फेरि यता रोपाइ चलिरहेको छ, लास्ट रोपाइ हो नि त। अनि यता चाहिँ मम्मी टिकाको कार्यक्रम सकेर